हेलो एभ्रिवान वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी रुममै भिडियो बनाउँदैछौँ। खुट्टा अनि माछा ल्याएका छन् साथीहरूले। अनि अरू बेला चाहिँ रक्सी ल्याउँथे, आज चाहिँ पानी नै मात्र लिएर आएका छन्। खोइ यो त खतरा छ त, छाडा अम्ला देखाइरहेको छ त्यो हेरेर। होइन त त्यस्तै यस्तै थियो क्या, छाडा अम्ला देखाएर छाडै अम्ला खाइदियो त सैटान। यो केटो त फटा रहेछ त नारायण दाइ। कुखुरा खुट्टा ल्याउँछ त्यो पनि त्यस्तो खालको ल्याउँछ त। अरू चाहिँ रक्सी र माछाहरू खान्छन्, मासु खान्छन्। यहाँ चाहिँ हाम्रो साथीहरू पानी र माछा खाँदैछन्। माछा देखाउ त, खाइसकि गएर। अनि यहाँ चाहिँ लेग पिस अरे, माया टोक्ने दिमाग खराब छ। रुमको बसाइ यस्तो छ, काठमाडौँ आइएको छ होइन। अनि दलेले पैसा खाइदिएर दलेले पैसा खाइदिएर यहाँनिर हाम्रो खाकै हो होइन, खाएकै हो। हामी 4 भाइ चाहिँ यहाँ होटलमा छौँ होइन। 4 भाइ चाहिँ होटलमा छौँ, अरू 5 भाइ चाहिँ गए घुम्न सबै आफन्तकातिर। हामी चाहिँ आफन्त बेगरको पऱ्यौँ, माटो गाह्रो छ। टुरोहरू यहीँ काँडा नफेल्नु न, मै काँडा नफेल्नु अरे। त्यतिको माडा के काँडा खाँदा हौ, चारिएको छ मजाले कुरुम कुरुम गर्छ। रक्सी हुनु पर्थ्यो त हौ साथीहरू यार। होइन हामी त्यस्तो टाढो खाना नि हो चल्दैन। चल्दैन। ऊ थापा छेत्री, म दाल छेत्री, लिम्बू बाहुनो टुपिएर पछाडि होइन। दाल यो केटोलाई बिचरा सुट भयो कि छैन हौ? सुट गर्नुपर्छ नि त यार। ए नदेखाउ न, भुँडी दुख्छ। अघि आउनु भनेकै हो। माछा मात्रै खान्छु म, खुट्टा खाँदिनँ। माछा मात्र खाने, खुट्टा नखाने? उसको खुट्टै छैन। न त्यो खुट्टा पनि कोही खान्छ होइन, खुट्टा पनि खाने चिज हो, माछा खाने हो। माछा अलिक खाइखेर नभएपछि माछा मिठो छ कि खुट्टा मिठो छ हौ दाइ? खुट्टा मिठो। खुट्टा मिठो छ। साँच्चै नै हाम्रो दाइ त लिम्बूकै बाहुन हो कि क्या हो? हो त हेर त टुप्पी। त्यो आचार्यहरूलाई पनि जितिन्छ है। मिता अझै खाने कि भयो? माछा धेर खानु हुँदैन, सेलपाटी लाग्छ। थोरै खाने हो, बासी भात पनि खानु पर्यो नि होइन? भात खानु पर्यो। ल डाइटमा त हुन्छ होइन। केटाहरू दिउँसोभरि सुतेर थाकेर सिरा गोडेर सुतेको रहेछ कि। उठ्छ त यहाँभरि फलफली पसिना पसिनै पसिना भएर उठेको। को तिमी? नुहाएर निस्किएको भयो क्या। कस्तो मेरो कसो अरे दाइ? तर त होइन दादा, हो त्यो गम्ता हो। तपाईँलाई मलाई हेर्नु भने हामीलाई मलाई हेरेको आँखा यस्तो गर्नु तँ हेरेको हेरै त क्या त्यो छक्काले कस्तो राम्रो फेरि कस्तो राम्रो बनेर हिँड्यो क्या आमा। राम्री छक्काले होइन भन्नै। म बनाउने क्या आमा। आँखा ठुलो पारेर हेऱ्यो क्या। फोकस गर्नु त यता उहाँले केही कुरा त्यो पनि छड्के नजाले पो हेर्दा यस्तो गरेर होइन। यता देऊ त कस्तो गर्दैछ ल त। यस्तो गरेर चिम्चा आँखा पनि यस्तो पुरा फुलाएर एक्सप्रेसन खतरा खायो। छ दाजुको। गरिरहेको क्या। नभए कहाँ त्यो केटीहरूले त्यसो गर्दैन नि। छक्कै गर्दै? हुन्छ नि मान्छे होइन। ल साथीहरूले सबै खाइसकिसकेको अवस्था। अब आजलाई दुखी आत्माहरूको आजलाई चाहिँ यति भन्दै अब हामी खाना खाना खाने खाना खान जान्छौँ खाना खाएको नि आउनु पर्यो नि त खाने भिडियो। हो। ल ठिक छ। ल हाम्रो चाहिँ खाना आइसक्यो। खाना खाना सुरु। दुखी आत्माहरूको खाना खाने। दुखी आत्मा हेर। दुखी आत्माहरू खाना खान लागिरहेको छ भनेर खाना पनि देखा। दुखी आत्माहरू
खाना खाना आँट्यौँ है। यो चाहिँ भेज चिकन दुखी हातभर चिकन दुखी हातमा हाल्छ